मात्र 1000 रुपैयाँमा आवेदन दिन मिल्ने अर्को एउटा हाइड्रो पावर कम्पनीको आइपिओ आउने भएको छ। सोलु हाइड्रो पावर लिमिटेडले प्रोजेक्ट एफेक्टेड एरियाको लागि 1 करोड किता मंसिरको 7 गतेदेखि मंसिरको 21 गतेसम्म र फरेन एम्प्लोयमेन्टको लागि 10 लाख किता मंसिरको 7 गतेदेखि मंसिरको 10 गतेसम्म आवेदन दिन मिल्ने भएको छ। अप्लाई गर्दा मिनिमम 10 किता र म्याक्सिमम 1 लाख कितासम्म अप्लाई गर्न सकिनेछ। यस हाइड्रो पावरको टोटल कस्ट 1630 करोड, कस्ट पर मेगावाट 19 करोड 88 लाख, पेब्याक पिरियड 7.68 इयर्स, डिस्काउन्टेड पेब्याक पिरियड 12.09 इयर्स रहेको छ। र अर्को राम्रो पक्ष के छ भने विद्युत उत्पादन गर्ने अनुमति अझै 25 वर्ष बाँकी रहेको छ। आर्थिक वर्ष 80-81 को रिपोर्ट अनुसार नेटवर्थ पर शेयर 100 रुपैयाँ 21 पैसा रहेको छ। त्यसैले नेप्सीमा लिस्टिङ भएपछि ओपनिङ रेन्ज 100 रुपैयाँ 21 पैसादेखि 300 रुपैयाँ 63 पैसासम्म हुनेछ। इपीएस 23 पैसा र रिजर्भमा 1 करोड 58 लाख रुपैयाँ रहेको छ।